15 घण्टाको सकसपूर्ण यात्रा अब 3 घण्टामा नै 7 वर्षपछि फेरियो बुटवल नारायणगढ सडकको मुहार। सडक विस्तार सुरु भएको करिब 7 वर्षपछि पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डमा यात्रा सहज बन्दै गएको छ। निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण वर्षौंसम्म शास्तिपूर्ण बनेको यो सडकमा पछिल्लो समय यात्रामा उल्लेख्य सुधार आएको छ। पूर्व पश्चिम जोड्ने जीवन रेखा मानिने यो सडक समयमा नै निर्माण नहुँदा यात्रु, सवारी चालक र सडक किनारका स्थानीयहरू आजित बनेका थिए। पानी पर्दा हिलाम्बे र घाम लाग्दा धुलाम्मे हुने यो सडकको सबैभन्दा जोखिमपूर्ण खण्ड दाउन्ने हो। पछिल्लो 6 महिनामा मात्रै दाउन्ने क्षेत्रमा करिब 100 पटक भन्दा बढी सडक अवरुद्ध हुने र खुल्ने क्रम चलेको थियो। तर हाल धेरै जसो स्थानमा कालोपत्रे सकिएपछि यात्रा सहज बनेको छ। सडककै कारण कुनै समय 15 घण्टासम्म लाग्ने बुटवल नारायणगढको यात्रा अहिले 2.5 देखि 3 घण्टामा नै पूरा हुन थालेको छ। अहिले पनि दाउन्ने खण्डमा काम जारी रहेको छ। उकालो बाटो र साँगुरो घुम्तीका कारण ठूला मालवाहक ट्रक तथा लहरीहरूलाई यात्रा गर्न कठिन हुने दाउन्ने सडक खण्डलाई फराकिलो बनाइएको छ। घुम्तीहरू काटेर ठूला बनाइएका छन् भने पहिरोको जोखिम भएका स्थानमा मेसिनरी वाल लगाइएको छ। यसबाहेक कल्भर्ट र पर्खाल निर्माणको काम पनि जारी रहेको छ, जहाँ अझै 5 वटा कल्भर्ट निर्माणाधीन अवस्थामा रहेका छन्। बुटवल नारायणगढको कुल 113 किलोमिटर सडक मध्ये अहिले 11 स्थानमा काम भइरहेको छ। बुटवल नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले काम धमाधम भइरहेको बताउनुभयो। अहिले 11 स्थानमा काम भइरहेको छ। अब करिब 7 किलोमिटरमा मात्रै मुख्य कालोपत्रे बाँकी छ। अन्यन्त्र सम्पन्न भइसकेको छ, जसले गर्दा यात्रा सहज भएको छ उहाँले भन्नुभयो। उहाँका अनुसार दाउन्नेको पूर्वी खण्डमा 2 तथा पश्चिम खण्डमा 5 किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ। मुख्य क्याबरेज वे, कालोपत्रे सडक बाहेक सर्भिस लेन निर्माण, सडक सङ्केत राख्ने जस्ता कामहरू हिउँदपछि सुरु गरिने उहाँले जानकारी दिनुभयो। यो सडक विस्तारका लागि 2075 माघ 24 मा सम्झौता भई 2079 साउन 22 भित्र सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम थालेको थियो। तर 7 वर्ष बितिसक्दा पनि काम सकिएको छैन। चौथो पटक थपिएको म्याद आगामी साउन 8 गते सकिँदैछ। आयोजनालाई नारायणगढ दाउन्ने 65 किलोमिटर पूर्वी खण्ड र बुटवल दाउन्ने 49 किलोमिटर पश्चिम खण्ड गरी 2 भागमा विभाजन गरी काम अगाडि बढाइएको छ। आयोजना पश्चिम खण्डका प्रमुख पशुपति गेवालीले धेरै जसो स्थानमा कालोपत्रे सकिएकोले पहिले जस्तो यात्रामा कठिनाइ नहुने बताउनुभयो। अहिले यात्रा धेरै सहज भएको छ। दाउन्ने खण्ड बाहेक अन्यमा कठिनाइ छैन। दाउन्नेको काम पनि बढीमा 4 महिनामा पूरा हुनेछ उहाँले भन्नुभयो। अन्यन्त्र मुख्य राजमार्गको काम लगभग सकिएकोले अहिले हामीले पनि निर्माण कम्पनीलाई दाउन्नेमा केन्द्रित हुन भनेका छौँ उहाँले भन्नुभयो। आयोजनाको समग्र भौतिक प्रगति 74% पुगेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजनाको कुल लागत 16 अर्ब 79 करोड 52 लाख रुपियाँ हो। कुल 113 किलोमिटर सडक मध्ये 70 किलोमिटर 4 लेन, 29 किलोमिटर 4 लेन सहित दुवैतर्फ 600 मिटरको सर्भिस लेन र दाउन्नेको 14 किलोमिटर सडक 3 लेनको हुनेछ। विगतका चाडपर्वमा झनै व्यस्त हुने सडकमा जामका कारण यात्रुहरूले 15 घण्टासम्म अलपत्र पर्नु परेको थियो। तर अहिलेको सहजताले उनीहरूमा खुसी छाएको छ। सो सडक खण्डमा यात्रा गर्ने यात्रीहरू पहिलेको तुलनामा यात्रा निकै सहज भएको बताउँछन्। पहिले जामको डरले यात्रा नै नगरौँ जस्तो लाग्ने यात्रुहरू अहिले 1.25 घण्टामा नै बुटवल पुग्छन्। राज्यले गम्भीर बनेर दाउन्ने क्षेत्रको काम छिटो सकाए यात्रा अझै सहज हुने यात्रुहरू बताउँछन्। निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका ठेक्का व्यवस्थापक राजेश झाले पनि हाल यात्रा 2.5 घण्टामा नै सम्भव भएको बताउनुभयो। समयमै सडक निर्माण नहुँदा सबैभन्दा मारमा यातायात व्यवसाय परेका छन्। सडकका खाल्डाखुल्डी, लामो जामका कारण करोडौंका सवारी साधन छिट्टै बिग्रने र इन्धन खपत बढ्ने हुँदा व्यवसायले ठूलो आर्थिक क्षति बेहोरिरहेका छन्। पश्चिम नेपाल व्यवसायी सङ्घका अध्यक्ष दधिराम खरेलका अनुसार एक व्यवसायीले 1 करोड भन्दा बढी लगानी गरेर एसी बस चलाएको हुन्छ। तर सडकका कारण काठमाडौँ जाँदा उठ्ने भाडाले गाडी मर्मत, इन्धन र कर्मचारी धान्न मुस्किल हुन्छ। एकपटक काठमाडौँ पठाउँदा कुनै न कुनै सामान बिग्रिएकै हुन्छ। उहाँका अनुसार सडककै कारण इन्धन खपत पनि हत्तै बढेको छ। पहिले 80 लिटर डिजेल लाग्ने दूरीमा अहिले बाटोका कारण 140 लिटर खपत हुने उनको भनाइ छ। बाटो खराब हुँदा नयाँ गाडी समेत 1 वर्षमै थोत्रो हुने र 5 वर्ष टिक्नुपर्ने पाट पूर्जा 1 वर्षमा नै फेर्नुपर्ने बाध्यता रहेको गुनासो गरे। 7 वर्षसम्म यो सडकले हामीलाई धुरुक्कै रुवायो। दाउन्नेमा अझै पनि शास्ति कामै छ उनले भने।